के एउटा लिची सिची सबका बुट्टाहरू अब यसो खाम भन्न पनि केही छैन। रूपमा राम्रो भएर हिँडिसकेका छन्। भान्जा चाहिँ गर्लफ्रेन्ड भेट्न हो। मैले चाहिँ अब अहिले आएर रिभिल गर्ने एउटा कुरा चाहिँ म चाहिँ यहाँको खास घुम्न लाग्ने एउटा सुटिङ गर्न लागेको हेर्न सक्नुहुनेछ। बनाइरहेको छु किनकि यो अब क्यामेरा पनि यस्तो पुरानो भइसक्यो मेरो चाहिँ गतिलो खिच्दैन। त्यही पनि आज बनाइदिउँ भान्जाको फरमाइसमा भनेर बनाउन गइरहेको छु। आज चाहिँ हाम्रो यात्रा भनेको अहिलेको चाहिँ लगभग कति बज्नुहुन्छ 12:30 भयो कि चाहिँ आज चाहिँ हामी कहाँसम्म पुगिन्छ कस्तो हुन्छ के छ कन्डिसन त्यो चाहिँ अलिक बुझ्नै छ। हेर त्यही पनि अब भान्जा राइडर छन्। आज मैले केही टेन्सन लिनै परेको छैन। भान्जा चलाएपछि म एकदम क्याप्चर भएन के। भान्जा राइडर छन् अनि म चाहिँ एकदम हिलपारामा बसिरहेको छु। आज चाहिँ काटेको हो कस्तो देखिहाल्नु चाहिँ भान्जा एकदम यहाँ राइडर छन्। भान्जाको पनि कपाल एकदम भव्य र सभ्य रूपमा राम्रो भएर हिँडिसकेका छन्। भान्जा चाहिँ गर्लफ्रेन्ड भेट्न हो कि बा के थाहा हजुर हो अरे चाहिँ भाका मान्छे त भेटे पनि भयो। हामी नभएकालाई यस्तै छ एकदम। अब कोही भन्न चाहनुहुन्छ भने मलाई सम्पर्क इन्स्टा म त्यहीँबाट दिउँला के कसो हो। ल हामी चाहिँ अहिले चाहिँ भर्खर ग्रिन लाइन चोकदेखि यसो भित्र आइसकेको छौँ। गङ्गाबुम आइसक्यौँ। अब चाहिँ बिचको भ्लग चाहिँ मैले भिडियो क्लिपहरू देखाउँदै रहनेछु। यसो यो लोटसे मलको पार्किङ लटमा हाम्रो यो सेफ हानिजको यस्तो यहाँ एउटा केही काम रहेछ होटलमा यिनको होटलमा। त्यही भएर हामी चाहिँ यहाँ आइयो। म चाहिँ ट्याक्कला र जर्ती भान्जा अब एन्डे लगाइयो सुरक्षा गर्नुपर्ने रहेछ है टोपीलाई चाहिँ। हामी चाहिँ भर्खर अब यो बस पार्कको यो छेउमा यो पारिजातको बाटोबाट हिँडिसकेका छौँ। कता हिँड्यो भन्दा अब भान्जाले बाटो चिनिया छन् कि भनेर हिँडेको हो। नचिनिया मसँग अब डाटा लिएको छु है एकदम यसो फ्लेक्स हान्दिनँ न त भनेर के मैले चाहिँ डाटा लिएको छु। अनि त्यही अब म्याप हेर्दै जान्छ होला नि। अब नचिनेको के गर्ने यस्तै छ समस्या छ। अब चाहिँ ठुलो चाहिँ अलि बोल्न आएन। धेरै पछि बनाएको एकदम अनौठो लाग्छ भिडियो। यसरी यो काठमाडौँमा चाहिँ यो पहिलोपटकै भनौँ है यसरी हिँडेर मोबाइल समातेर हिँड्न अलि लाज लागे जस्तो भएको हो कि कसो हो कुन चाहिँ त्यो पनि ठिकै छ। एकदम रमाइलो भइरहेको छ। एकदम यात्रा चाहिँ घाम भए पनि रमाइलो रफ्तारमा कुदिरहेका छन्। मलाई चाहिँ अहिले हल्का एकदम गर्मी भएका कारण मैले चाहिँ क्याब लिइसकेको छु। अब चाहिँ हाम्रो यात्रा जारी नै छ। कतासम्म थाहा छैन बिस्तारै देखाउँदै रहनेछु। यसमै बस्नु होला है त। अहिले चाहिँ हामी यो धराराको छेउमा आइसकेका छौँ। अब चाहिँ हामी यतैबाट हाम्रो यात्रा जारी नै रहनेछ। अब यहाँ चाहिँ एकदम बाइकहरू एकदम गाडीहरू एकदम लास्टै कति प्याक हो यस्तो छ या छ्या घरि त दिक्क लाग्छ कि यहाँ हिँड्न पनि लास्टै अल्छी लाग्छ मलाई चाहिँ। आज चाहिँ चलाउनु पर्यो होइन एकदम आनन्द चिल पारामा खुसी भएर एकदम रमणीय वातावरणका साथ एकदम मेरो एकदम सुन्दर के भन्छन् अरे एकदम यो राम्रो मुखार बिन्दुबाट एकदम भोइस सुन्न पाउनु भइरहेको छ। अनि त्यही माथि यहीँ पो है हामी लागेको। ल ठिक छ है अब आयो है यहाँ हामी फेरि तेल हाल्नेछौँ। यहाँ हाम्रो तेल हाल्ने कार्यक्रम हुँदै रहन्छ है। अब अहिले यो नेपाल टेलिकमको यो अफिसमा यो ठाउँ कुन अरे मानिज जाउलाखेल। हामी चाहिँ अहिले जाउलाखेल आइसकेका छौँ। अब बिस्तारै हाम्रो यात्रा चलिरहेको छ अगाडि बढिरहेको छ। भान्जाको एकदम यो कम्फर्ट यस्तो कम्फर्ट प्रदान गरिरहेछन् कि मैले चाहिँ एकदम यो निन्द्रा लागेको अनुभूति गर्दैछु क्या अहिलेलाई चाहिँ। के भयो यस्तो राम्रो चलाइदिँदैछन्। अब यदि कसैलाई यो काठमाडौँ आएर भान्जासँग राइडमा कतै जान छ भने मलाई सम्पर्क गर्नु होला। मैले भान्जासित तपाईँको अपोइन्टमेन्ट फिक्स गराइदिने छु। र अब त्यसप्रति अब कति के लाग्छ अन्त अब हामीले अनलाइन पनि एक्सेप्ट गरिन्छ भने अरू क्यासको रूपमा पनि लिइन्छ। हामी चेकको पनि व्यवस्था छ है हामीलाई। त्यसपछि कति के लाग्छ त्यसलाई
मलाई मेसेज गर्नु, मैले एकदम बताइदिन्छु भान्जाको यो सवारी, भान्जासितको यो सवारी लिङ्कलाई एकदम दुःख छ कि धेरै जसोले पाउँदैन के कसो भने यिनले सुनेको छैनन् त्यसै मन्टो हल्लाएको छ। गर भिडियो हेर कि तिमी यार, यस्तो तिम्रो मैले कति तारिफ गरिदिइरहेको छु यार। अनि अहिले चाहिँ मैले भान्साकै क्याप गइयो फेरि यस्तै छ क्याप नि अब लगाउनै पऱ्यो, नलगाइ भएन। र हामी चाहिँ अहिले यो सातो बाटोको चोकमा आइसकेका छौँ। अब चाहिँ हामी सिधै जाने हो कि कसो भने सिधै हो नि। अन्त भान्जालाई चाहिँ एकदम साह्रै छ बाटो चाहिँ, अब मैले चाहिँ जान्दिनँ। त्यही पनि मेरो कपाल हेर्न सक्नुहुँदैछ, बल्ल यस्तो काटेँ कि अब भान्जाको इच्छा अनुसार काटेको भन्दा नि भयो चाहिँ। अनि बाँकी यात्रा देखाउँदै गर्नेछु, एकदम कस्तो लाग्यो कमेन्ट गर्नुहोस्। सातो बाटो के अरे सातो बाटोबाट को कसले हेर्नुभएको छ एकदम कमेन्ट गर्न सक्नुहुनेछ है। हामी जानौँ न हाम्रो भ्युवर कहाँ हुनुहुन्छ, नहेरे पनि कमेन्ट जान्दिनँ त्यसै हो भन्दै हेरेर के जान्छ र भन्ने के राइडिङमा अगाडि बढिरहेका छौँ। बाटो पनि सम्म कस्तो फराकिलो कि एकदम एरिया पनि हल्का सम्म टाइपको के तर पुरा मधेसहरूतिर यस्तो आउँदा यो मधेसको बाटोहरू जस्तो लागेको कि कसो के हो। इभन जियोस् एकदम मजेदार फिल भएको छ कि है यहाँ आउँदा चाहिँ आज एकदम चिल पारामा रमाइलो गर्दा एकदम मनोरम दृश्यको साथमा म एकदम अब बोलिरहेको छु। के बोलिरहेको छु भन्ने थाहा छैन तर बोल्न चाहिँ छोडिएको छैन है। यस्तो भइरहेको छ एकदम रमाइलो लागिरहेको छ। ठिक छ हामी चाहिँ आफ्नो गन्तव्यको एकदम नजिक रहेका छौँ। अब चाहिँ मात्र 4 किलोमिटर अनि त्यसपछि एकदम मनोरम दृश्य देखा पर्नेछ होला भन्ने पुरा आशाका साथ हामी अगाडि बढिरहेका छौँ। कस्तो छ के छ कन्डिसन माथि हेर्दा पनि गरिरहेको छ। मौसमले जसो छ ठिक छ भन्दै हिँडौँ के अरे हेरौँ कस्तो हुन्छ। एकदम खतरनाक भइसकेको छ, हावा चलिरहेको छ अनि पानी पर्ला जस्तो गरिरहेको छ। त्यही पनि हामी आफ्नो गन्तव्यतर्फ अगाडि बढिरहेका छौँ किनकि आज भिजिन्छ रुजिन्छ बरु भोलिबाट सुत्न होला। त्यही आज चाहिँ हामी गइन्छ जो ठाउँ हेर्नलाई। अनि चाहिँ केही रमाइलो दृश्य देखेला भनेको के अरे खै पानी परेर यस्तो छ यार। हाम्रो लङ्काको मकानो जस्तो छ यार यो ठाउँ त देखिने के गरिया अझ ठुलो रहेछ त। केही पनि अन्दाजा छैन, केही पनि हिँडिरहेका छौँ। बस पार्कमा आइसक्यौँ। कता आइछ कसो छ जाने कन्डिसन के छ, अझ माथि जान पाइने हो कि। हामी चाहिँ यस्तो डाँडो त हाम्रो घरभन्दा माथि यो डाँडो यो मन त खास हेर्न आएको चाहिँ के हो समझमा आएन। अब बाटो चाहिँ राम्रो यस्तो सानो पनि छ कोटेश्वर
गोखी अरे बाउ गोखी क्याम्पसलाई गोखी है बाउ गोखी हुन्छ आज छैन यार यस्तो डाँडाहरू त हाम्रो घरतिर पनि छ यो डाँडो हेर्न आएको हो कि समाजमा फिट आएन खानेकुरा ल्याउनु पर्ने रहेछ र त्यो गर्ने के हो कता हिँडेको केही पनि थाहा भएन यार यहाँ दाम्रा रोक्नुहोस् पछो है छ हामी त यहाँ आइसकेका छौँ कता हो खास हामी हिँडेको चाहिँ कहाँ हो कि हेर्नको लागि हिँडेको भने केही थाहा छैन त्यही पनि यहाँ जोडीहरू धेरै आउँदो रहेछन् अब हामी के बोल्ने अब बोल्नै सकिएन यस विषयमा चाहिँ ठिकै छ भान्दाको त थियो ल्याएर हुन्थ्यो पनि केयर भन्छ गार्डन भ्यू अरे गङ्गा यो सिद्धेश्वर महादेव अरे आमा तलै चाहिँ भान्दाले सरलाई सोध्दै हिँडिरहेका छन् म पनि लागिरहेको छु हावा चाहिँ मिठो हावा चलिरहेको छ एकदम मन आनन्दित भनौँ यो त श्रीनगर हिँड्दा जस्तो भयो त सुदेश हजुर हेर कहाँ आइयो अब यहीँ हो कि जस्तो लाग्छ है